भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चाहिँ हालै आफ्नो एउटा भाषणमा चाहिँ जनताहरूलाई सुन कम किन्न र फरेन ट्रिपहरू क्यान्सल गर्न र त्यसै गरी चाहिँ पब्लिक भेहिकलहरूको बढी युज गर्न र तेल कम खान चाहिँ सुझाव दिएका छन्। अहिले इन्डियामा चाहिँ उनको यस स्टेटमेन्ट प्रति चाहिँ विभिन्न टिका टिप्पणी भइरहेका छन्। कतिले उनका समर्थनहरूले यसलाई चाहिँ राम्रो भनिरहेका छन् भने उनका विरोधीहरूले चाहिँ यसलाई चुनौती गरिरहेका छन् र म त्यतातिर अहिले जाँदिनँ। तर कुनै पनि देशको लिडरले यस प्रकारको पब्लिकली रूपमा चाहिँ यस प्रकारको आफ्नो स्टेटमेन्ट दिँदा चाहिँ त्यसले स्पष्ट देखाउँछ कि यो देश चाहिँ इकोनोमिक क्राइसिस तर्फ गइरहेको छ। र अहिले मैले यो कुरा गर्नुको रिजन के हो भने नेपाल टोटली चाहिँ इन्डियामा डिपेन्डेन्ट छ। लगभग 70 देखि 80% चाहिँ हामी डाइरेक्टली र इन्डाइरेक्ट रूपमा चाहिँ इन्डियासँग डिपेन्डेन्ट छौँ र इन्डियामा चाहिँ के हुनु भनेको चाहिँ अटोमेटिकली चाहिँ नेपालमा यसको असर पर्नु हो र हाम्रो गभर्मेन्टले यसलाई चाहिँ एकदम सोच्नुपर्छ। किनभने अहिले पनि हाम्रो चाहिँ बजारमा एकदम महँगी बढेको छ र स्पेसली मैले चाहिँ लागेको कुरा के हो भने चाहिँ हाम्रो गभर्मेन्टले मेनली 3टा कुरामा अब फोकस गर्नुपर्ने देखिन्छ। एउटा चाहिँ हाम्रो इम्पोर्ट जुन भारतमा एकदम डिपेन्डेन्सी छ त्यसलाई चाहिँ चाइनातिर अलिकति सार्नुपर्ने देखिन्छ। किनकि हामीले लङ टर्ममा चाहिँ इन्डियासँग धेरै डिपेन्डेन्ट हुनु भनेको हाम्रो लागि एकदम चुनौती हुनसक्छ र एग्रिकल्चर र आफ्नै देशमा उत्पादन गर्नु जस्तो कुराहरू एकदम त्यो विषय अर्कै हुन्छ। सो सबभन्दा यसको मेजर एउटा भनेको लङ टर्ममा त त्यो छँदैछ तर सर्ट टर्ममा चाहिँ हामीले चाहिँ आफ्नो डिपेन्डेन्सी बढाउनुपर्छ र अर्को चाहिँ मैले मेरो लास्ट भिडियोमा पनि कुरा गरेको थिएँ हामीले चाहिँ पब्लिक भेहिकलहरूलाई बढीभन्दा बढी राम्रो बनाउनुपर्छ र मान्छेहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ कि पब्लिक भेहिकलहरूको बढी युज गर्ने र त्यसको लागि गभर्मेन्टले चाहिँ पब्लिक भेहिकलहरू राम्रो बनाउने र त्यसको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट राम्रो गर्ने भन्ने देखिन्छ। र तेस्रो र लास्ट भनेको गभर्मेन्टले चाहिँ अहिले सटरडे र सन्डे चाहिँ बिदा भने पनि त्यो एकदम पब्लिक सेक्टर र एकदम लिमिटेड एरियाहरूमा मात्र छ। नेपालमा धेरै जस्तो अहिले पढ्ने विद्यार्थीदेखि लिएर स्कुल कलेजदेखि धेरै प्राइभेट स्कुलहरू एकदमै छन् र प्राइभेट अफिस प्राइभेट कर्पोरेट हाउसहरू एकदम टन्न छन्। सो कर्पोरेटमा यो नियम खासै लागू गरेको देखिँदैन। सो त्यसलाई पनि सरकारले एउटा पर्टिकुलर सेक्टरमा नभएर सम्पूर्ण सेक्टरहरूमा चाहिँ त्यो युज गर्नुपर्ने देखिन्छ।